हेलो नमस्कार, मेरो नाम चाहिँ सबित खड्का। म चाहिँ अहिले ठ्याक्कै उसमा छु क्या, म्याग्दीमा छु। म्याग्दीमा मेसिन फेर्न आएको। अनि यहाँनिर चाहिँ बिहानै अब 3 दिन भयो क्या मेरो चाहिँ। अस्ति हिजो आजसम्म 3 दिन हुन्छ। 3 दिनमा चाहिँ आज चाहिँ मलाई मेसिन चला भनेर बिहानै चाबी दिएर पठाएको थियो। हिजै चाबी दिएर थाहा थियो, बिहानै आउनु पानी आयो। अनि यतिखेर चाहिँ म जाँदैछु। अनि आजदेखि चाहिँ फाइनली मलाई नै मेसिन दिनु भइरहेको छ। अलिअलि चलाउनु जा, स्टार्ट गर, चलाउँदै गरेछ। अहिले पकेट सकेट कस्तो हुँदो रहेछ हेर्दै गर भनेर पठायो। अनि आजदेखि चाहिँ फाइनली मलाई पनि चलाउन दिन लाग्नु भएको। त्यही भएर म चाहिँ जाँदैछु। अनि अहिले चाहिँ पानी आइरहेको यहाँ। बिहान यस्तो ठुलो आयो, बिहानै 6 बजी जानुपर्ने पानी आएर। अनि अहिले म 6:30मा गइरहेको छु। अनि यहाँ चाहिँ क्याम्पबाट लगभग 2-3 मिनट हिँड्नुपर्छ उसमा आउन, रसमा आउनलाई। पानी परिरहेको चिप्लो छ। केटाहरूको मेसिन चाहिँ त्यहाँ चाहिएको चाहिँ हाम्रो तल चाहिँ म जाँदैछु। आज चाहिँ अलिअलि अब बिहानदेखि अलिअलि हिजो नि अलिअलि दिएर आजदेखि चाहिँ फाइनली मेरो मेसिन चलाउने यात्रा सुरु हुन्छ होइन। अनि आजदेखि चाहिँ म अलिअलि धेरै त नआए पनि अलिअलि चाहिँ प्र्याक्टिसहरू हुन्छ, सिक्नु छ। अलिकति बेलुका अलिकति बेला बिहान स्टार्ट गर्ने बेला अलिअलि दिनु हुँदो रहेछ। कतिवटा दिँदा पनि अलिअलि सिकिन्छ, अलिअलि दिँदा हुन्छ। त्यो अलिअलि गर्दाखेरि जब 6-7 महिनामा त चलाउने हुन्छ कि भन्ने मेरो सोच हो। के हुन्छ त्यो अब थाहा छैन। मेन सोधेर कतिमा सकिन्छ भने त्यो आफ्नो दिमागमा भर पर्छ। अनि कति सक्छस्, कति दिमाग छ त्यही अनुसार हुन्छ भन्दै हुनुहुन्थ्यो। अब मेरो दिमाग चाहिँ फेरि लुमाट बोधो छ क्या, एकछिन केही टिप्दैन। पहिला चाहिँ टिप्थ्यो, अहिले चाहिँ टिप्दैन। यस्तो दिमागै के भएर यस्तो भयो। पहिला चाहिँ टिप्थ्यो, अहिले चाहिँ के भयो मलाई पनि मेसिन घुम्न लाग्यो। फाइनली अब चाहिँ म मेसिन आइपुगिसकेँ। अब यहाँनिर छ मेसिन। पानी सानी हेर्नु पनि पानी चाहिँ आज म 1 दिन नआएर हुन्छ भने आएर केही नभएर मेसिन थियो मेसिनमा पर्छ है। सरी हट्यायो, मेसिन चढियो होइन। अब चाहिँ म टक्क मेसिनमा बसिरहेको छु। एक मेसिन थियो चाबी चाहिँ मलाई हिँड्दै दिएको थियो कि। अनि चाहिँ अब चाबी हालेर स्टार्ट गर्छु। तेल पनि त्यति छ, त्यो भयो। अब चाहिँ फाइनली मेसिन स्टार्ट भयो। अब चाहिँ एकछिन स्यागार छोडिदिन्छु। यहाँ उस 5-6 हेर्नु पर्दैन आज। अनि यो चाहिँ भइहाल्यो साइकल। त्यसबाट ब्रेकर लाग्छ र त्यो चाहिँ हिजो टक्क त्यहाँ थिचिदिन्छु कि त्यहाँबाट ब्रेकर लगाएर मलाई मेरो नै सातो गयो। पछि एकछिन राखिदिन्छु। त्यसपछि चाहिँ म फाइनली आज पहिलो दिन है मेरो चाहिँ मेसिनमा बसेको। बिहानै चाहिँ फेरि फर्स्ट दिनै हो। अब चाहिँ म टक्क गरेर एकछिन छोडिदिएर त्यसपछि म चलाउँछु है त। त्यही अब चाहिँ मेरो स्टार्ट भइसक्यो। 1-2 मिनट आइसक्यो। अब चाहिँ म डोजर चलाउन गइरहेको छु। त्यसको लक रे यसो गरेपछि बल्ल चल्न सुरु हुन्छ। अब चाहिँ म फाइनली डोजर चलाउन लागिरहेको छु।